यो 21औं सदीमा बोकेर मंगलको माया साथैमा चल्दैछौँ पहिला अलि साथी ओराली उकाली बाटोमा चल्दैछौँ पहिला अलि साथी नागलियो बाटोमा यो 21औं सदीमा ज्वरो आउने गर्मीमा हामीले हिउँको कल्पना गरेर ज्वरो आउने गर्मीमा हामीले हिउँको कल्पना गरेर मुटु काम्ने जाडोमा हामीले न्यानो सम्झेर पाड्दैछौँ मङ्गलबार दर्शन इलाम सन्दकपुरको यो माई पोखरी रहेछ यहाँ चाहिँ यो निकै ठुलै पोखरी रहेछ यो यहाँ चाहिँ हामी पहिलोचोटि
घुम्न आएको हाम्रो बागमती प्रदेश सभा सदस्य हाम्रो धर्मराज सेन्दन दाई अनि हाम्रो गण्डकी प्रान्त सभा प्रजा प्रसार सचिव टिम्बा दाईको खुट्टा ठिक भएपछि चाहिँ टिम्बा दाई अहिले जताततै दौडिने हुनुभएको छ होइन दाई? कस्तो महसुस भइरहेछ त अहिले खुट्टा ठिक भएर हिँड्दा चाहिँ? ठिकै छ। भर्खर सानो बालकहरू हिँडे जस्तो महसुस भइरहेछ? हिँडे चाहिँ मान्छे चाहिँ बिर्ता भइसक्यो तर खुट्टा चाहिँ बालेको जस्तो बाले जस्तो होइन, बाल्यकालमै हिँडेको जस्तो जस हाम्रो दाइको चाहिँ खुट्टा अस्ति न योभन्दा 3-4 महिना अगाडि यहीँ सन्दकपुर आउँदा चाहिँ खुट्टा फ्र्याक्चर भएको थियो। लगभग 4 महिनाको होइन दाइ? 4 महिनाको रेसपछि चाहिँ दाइको खुट्टा अहिले निकै सुधार भएर दाइले जताततै हिँड्न सक्ने भइसक्नु भएको छ। अब चाहिँ के छ दाइ, गोर्खातिर जाँदै हुनुहुन्छ नि होइन? गोर्खातिर लाग्नु पर्यो। अब गोर्खा फेरि उकाली ओह्राली बङ्गल बस्तीहरूमा होइन पुगेर आउने चाहिँ आइसक्यो यहाँ चाहिँ यताहरू हुन्छ हाम्रो यो ठाउँ सबै डिरमा घुम्यो भने त घन्टा लाग्छ ल। हिँड्नु पर्ने यही होला होइन यहाँको त यस्तो ठाउँ छ। अनि म चाहिँ के भिडियो खिचिरहेको मान्छे होइन, अगाडिबाट हुँदैन मेरो। तपाईँले नै हाम्रो हानिदिनु नि त भिडियो ल ल है तपाईँ फेरि ल। यो यहाँतिर त होइन यस्तो हाम्रो के भन्छ घर बङ्गलहरू के जङ्गल नखाने टक्क क्या रेसिडेन्ट बनाए यस्तो राम्रो हुन्थ्यो होइन। जङ्गलको बिचतिर चाहिँ राम्रो राम्रो होटेल रिसोर्टहरू हुनुपर्ने होइन। यो ट्री रिसोर्ट भन्छ नि, रुख माथि माथिको हो कि होइन, रिसोर्टहरू बनाएर चाहिँ कति राम्रो हुन्छ नि। यो अब धर्म तर कसले बनाउने यसमा नि सबै हिन्दूकरण गरिसकेको होइन बाहुनहरूले होइन। कतिको हाइटमा रहेछ? हामी जन्माउने ठाउँ बनायो क्या। कतिको हाइटमा रहेछ? 2000 मिटर 2000 मिटर हाइटमा। त्यस्तो हाइटमा पनि पोखरी रहेछ। पोखरी रहेछ राम्रो रहेछ। यो ठाउँमा चाहिँ टुरिज्मलाई आकर्षित गर्नलाई चाहिँ होटल रिसोर्टहरू होइन बनाउने त्यो गरेर हुन्थ्यो। अब यहाँ देवी देउता भूतप्रेत जन्माउने धर्म पुस्ताको एउटा जस्तो बनाएको रहेछ। तर लुङदार चाहिँ बानेर राखेछ फेरि। लुङदार पनि हाम्रै मङ्गोलहरूले होला यो चाहिँ बानेको चाहिँ, नत्र बाहुन छेत्रीहरूले चाहिँ यहाँ धामी झाँक्रीमा यो चाहिँ के गर्छ यहाँ त यहाँ फेरि यो त्यहाँ हेर्नु त यो उसको ओमनन्दहरूको होला। ओमनन्दको तपाईँको सूर्य छ सूर्य छ के हो यो ओमनन्दको सूर्य एमालेको दिनु दाइ भयो खुट्टा अहिले। जय मङ्गो जय मङ्गो। माइपोखरी माई पोखरी माया पोखरीमा यता चाहिँ ठुलो छ पोखरी चाहिँ ठुलो रहेछ ल। यहाँ घुम्ने भने चाहिँ 1 घन्टा जति लाग्ने रहेछ। हामी चाहिँ त्यो होइन अलिकति समय कुद्ने ट्र्याकहरू हुनु पऱ्यो होइन। छेउछेउमा हामी चाहिँ फर्किँदैछु समयको अभावले, यो सबै घुम्न चाहिँ पाइएन। अब अलिक पछि समय फुर्सद मिलाएर फर्क्यौँ होइन दाइ? समय फुर्सद मिलाएर चाहिँ आउनेछौँ। आजलाई चाहिँ बिदा।